हेलो अनि वेलकम टु माई भ्लग। हामी चाहिँ यति धेरैजना केटीहरू यसरी भेला भएका छौँ भनेर सोच्नु होला। यो चाहिँ मेरो साथी रेणुकाको 40th बर्थडे थियो। यो भ्लग चाहिँ मैले बनाउन अलि लेट गरेँ। यो कति 2-3 हप्ता भइसक्यो क्या हो। हामीहरू कति धेरैजना नै थियौँ, गर्ल्सहरू यस्तै अराउन्ड 30जना। रेणुकाको 40th बर्थडे सेलिब्रेसन गर्नको लागि हामी ओस्लोबाट त्यही 45 मिनट ड्राइभ हुन्छ अनि 45 मिनट ड्राइभ गरेर ओस जाने हो। अनि ओस कटेज छ, नर्वेजियन हित्ता भन्छ, त्यहाँ हामी गयौँ। कतिजना साथीहरूले ड्राइभ गर्नुहुन्थ्यो अनि हामी ड्राइभ गरेरै गयौँ। अनि त्यो ठ्याक्क कटेज कस्तो राम्रो ठाउँमा छ कि जङ्गलको बिचमा छ। अनि ताल जस्तो पनि छ अनि हाइक गर्न पनि मिल्ने, एकदम रमाइलो भयो। अनि हामीहरू साथीहरू गफ गर्दै गयौँ। गाडी पार्क गरिसकेपछि थोरै 5-10 मिनट, 10 मिनट त होइन होला, 5-7 मिनट जति हिँड्नुपर्छ अनि त्यो कटेजमा पुग्नलाई। अनि त्यस बिचमा हामीले टिकटक पनि बनायौँ, फेरि रमाइलो गर्दै गयौँ। हामीले सामानहरू पनि टन्नै लिएर गएको थियौँ, खानेकुराहरू। रेणुकाले नै हो खास उ गर्नुभएको, सबै ट्रिट भनौँ न, उहाँले नै बर्थडे सेलिब्रेसनको लागि सब खानाहरू यताउति गर्नुभयो। अनि हामी पुगेर अनि सामानहरू राख्नु है र अब स्टार्टर खाने भनेर सबैजना कोही टेबलहरू सेटअप गर्न थाल्नुभयो, कसैले चाहिँ किचनमा खानेकुराहरू म्यानेज गर्ने, चिया बनाउनेतिर लाग्नुभयो। म चाहिँ के गरेँ, भ्लग गर्ने भनेर चाहिँ भिडियो गर्दै बनाउँदै ठिक्क भएर मेरो चाहिँ वाला दिदी नङ हेरौँ दिदी, नङ खतरा लिएर होइन चिया बनाउँदै हाम्रो दिदीले। अब चाहिँ खिच्नु पर्ने रहेछ। यता हेर्नु, हाम्रो स्पेसल लागि के गरे आलु हामीले खायौँ होइन। सबैजना टेबलमा बसेर अनि खाइसकेपछि बाहिर गयौँ। हाम्रो बाहिर चाहिँ एउटा त्यो भनौँ न, जसको 40th बर्थडे हुन्छ उसको एउटा परम्परा टाइपको सरप्राइज बर्थडे गर्ललाई केक पुरै मुखभरि जिउभरि लगाइदिने, रमाइलो गर्ने, त्यस्तो टाइपको गर्छौँ हाम्रो एउटा फन एक्टिभिटी भनौँ न। त्यो गर्नको लागि चाहिँ हामी बाहिर आयौँ। मलाई चिया पनि खानु वेदर हल्का घाम पनि लागेको थियो, हल्का चिसो चिसो पनि थियो होइन, स्प्रिङ नै छ नि त, त्यो भएर त्यसपछि हामीले यसरी ह्याप्पी बर्थडे भन्ने गाना गाउने गऱ्यौँ। अनि त्यसपछि सुरु हुन्छ अब बर्थडे गर्लको। थाहा छैन मलाई, मुखितले होली खेल्छन् भनेर। अनि बर्थडे गर्ललाई हामीले मजाले केकले नुहाइदियौँ। कस्तो रमाइलो भएको। बर्थडे गर्ल सक्ड, केटीहरू रक्ड भए जस्तै भयो। अनि सबजना फोटोमा बिजी छन्। त्यसपछि अनि हामीले हल्का ल बर्थडे गर्ललाई ड्रिङ्क्स पनि गराइदिउँ न त भनेर, बर्थडे गर्लले फेरि ड्रिङ्क गर्नुहुन्न। अनि ल 1 स्लिप भए पनि खानुपर्छ भनेर 1 स्लिप मात्रै खानुभयो। त्यसपछि अरू केटीहरूले खाए, रमाइलो गरे, उता भिडियो फोटोहरू सब लिगे, कतिजनाले टिकटक बनाउनु भयो। अनि ल अब बर्थडे गर्ललाई उचाल्नुपर्छ है, रमाइलो हुन्छ। अनि उचालेर ह्याप्पी बर्थडे भन्ने भनेर सबैजना चाहिँ त्यहाँ जम्मा भए। अनि बर्थडे गर्ललाई चाहिँ त्यस्तरी उचाले। कस्तो एक्साइटमेन्ट लेभल है हाम्रो। यस्तो केटाहरूले पनि गर्छन् यस्तै, अचम्मै लाग्ने कि है।
अनि त्यो सकिसकेपछि हल्का सफा गऱ्यौँ बाहिर अनि फोटोसोटो खिच्न थाल्यौँ अनि त्यसपछि हामी भित्र गएर बर्थडे गर्ल चाहिँ फ्रेस हुन जानुभयो अनि हामीहरू वर्क डिभिजन गऱ्यौँ कतिजना साथीहरूले डेकोरेसनतिर लाग्नुभयो कतिजना साथीहरू टेबल सेटअप गर्न थाल्नुभयो डिनर पनि गर्नुपर्ने थियो नि त हामीले अघि नै स्टार्टर मात्रै खाएको थियौँ अनि डिनर प्लान फेरि अर्कै थियो हाम्रो अनि कतिजना साथीहरू फेरि उता इन्टरटेन पनि गर्नु पर्यो खालि काम मात्रै कति गर्ने भनेर उहाँहरू चाहिँ डान्सहरू दिइराख्नु भएको थियो मजाले कोही साथीहरू फेरि बसेर गफ गर्दै हुनुहुन्थ्यो अनि हामी त्यो गरिसकेपछि सबैजना केटीहरू आफ्नो आफ्नो कोठामा गएर रेडी भएर आयौँ रेडी भएर आएर टिकटक त बनाउनै पर्यो फेरि अनि पार्टीहरूमा दुर्गेश थापाको गानै बजेन भने त के पार्टी जस्तो लाग्छ आजकल त अनि यो बर्थडे गर्ल पनि रेडी केक काट्नलाई कति राम्रो देखिनु भएको के रेनुका 40th बर्थडे स्पेसल होइन एउटा माइलस्टोन अनि त्यसपछि फोटो सेसन फेरि फोटो त यति है बाबा जे गर्दा नि फोटो चाहिन्छ हामी केटीहरूलाई ओ माई गड फोटोहरू भयो अनि त्यसपछि केक पनि काट्ने भनेर अनि केक काट्ने रेडी हुँदै थियौँ अनि त्यो इच्छा दिदीले चाहिँ इच्छा दिदीको 40th बर्थडे लास्ट इयर मनाएको अनि त्यही भएर उहाँले चाहिँ अब हस्तान्तरण गर्नुभयो रेनुका 40मा इन भएको भएर अनि त्यसपछि रेनुकाले थ्याङ्क यू सबैजना आउनुभएकोमा भनेर भयो अनि त्यसपछि ल अब चाहिँ केक काट्नुपर्छ है फेरि लेट हुन्छ हाम्रो डिनर नि खानुपर्छ भनेर अनि केक काट्नु थाल्यौँ केक नि कस्तो स्विट है केक काटियो रमाइलो गरियो अनि त्यसपछि केक काटिसकेपछि चाहिँ फेरि हल्का ड्रिङ्क्स पनि गर्ने भनेर हल्का थोरै ड्रिङ्क्स पनि गरे कतिजनाले अनि फोटो सेसन त अफकोर्स भइहाल्यो अनि अब चाहिँ छिटो गरौँ भनेर कतिजनाहरू चाहिँ जानुभयो डिनर बनाउन अनि म त भिडियोमा नै आएन भिडियो खिच्ने मान्छे है भनेर म पनि यस्तै गरेको ड्रिङ्क्सले छ्यापिराखेछन् मजाले अनि त्यसपछि ल अब गिफ्ट दिने रेनुकालाई भनेर अनि हाम्रो एकजना दिदीले ब्लेसिङ्स दिन थाल्नुभयो सबैको तर्फबाट अनि कार्डमा नामहरू छ सबै हामीले लेखेको विसहरू सबैले लेखेछन् डिएम रेनुका एकदमै खुसी हुनुभएको थियो सबैजना यसरी टाइम मिलाएर होइन आफ्नो फ्यामिली सबै बिजी सेड्युल छोडेर होइन एक दिनको लागि भए पनि रमाइलो गरौँ उहाँको डे मेमोरेबल बनाऊँ भनेर एकदम एक्साइटेड खुसी हुनुभएको थियो अनि के भन्दै हुनुहुन्छ उहाँ हामी पनि त्यस्तै हो त्यो भयो अनि फेरि मेरो उता टिकटक त बनाउनै पर्यो नि भनेर गेट रेडी विथ मी पनि गरेर टिकटक भिडियो गयो एउटा अनि हामी त्यसपछि डान्सहरू गर्न थाल्यौँ रमाइलो गऱ्यौँ नाइट विथ लट्स अफ फन इन्टरटेनमेन्ट कतिजना साथीहरूले मादल पनि बजाऊँ भनेर उता मादलहरू पनि बजाउँदै हुनुहुन्थ्यो अनि बाइ द वे हामी गेम्स पनि खेलेको थियौँ कस्तो रमाइलो त अन्ताक्षरी रे सरी गाउँ खाने कथा अनि कस्तो चाइल्डहुड मेमोरिज ब्याक भयो जस्तै फिल भएको कि
अनि हामीहरू कतिजना रुममा गएर गफ गऱ्यौँ अनि कतिजनाले मोमोहरू ऱ्याप गर्नुभयो अनि टेबल कस्तो राम्रो देखेको है डिनर सेटअप अनि मोमोहरू खायौँ ड्रिङ्क्सहरू बसेर यो चाहिँ नेक्स्ट डे मर्निङ हो मैले धेरै फोटो भिडियो बनाउनै बिर्सेछु ब्रेकफास्ट गरेँ अनि ब्रेकफास्ट गरेर भ्याएर क्लिन गरेर जानु पर्यो नि त अनि सबै फेरि सामानहरू प्याक गरेर गाडीमा राख्यौँ घर फर्किनलाई हल्का पानी परिराखेको थियो दिन